सायद तपाईले पनि सुन्नु भएको होला, रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्यो रे। अहिले यो हल्ला दिन दुगुना रात चौगुना भए झैं फैलिरहेको छ। मानिसहरूले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जाल मार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन्। हल्लामा मान्छे मरेको भनिएका क्षेत्र चाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन्। त्यसैगरी फोन आएका भनिएका मोबाइलहरू एनसेलका रहेका छन्। यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ। आम मानिसहरू त्रसित बन्न थालेपछि हामीले यसको वास्तविकताबारे बुझ्ने प्रयास गरेका छौँ। एनसेल भन्छ हल्लाको पछि नलाग्नुहोस्। हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्यौं। सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाबारे वाक्क दिक्क भइसकेका रहेछन्। दिनमै सयौं कल यस्तै चासो राख्नेहरूको आउँदो रहेछ। उनले यसबारे अफिसमा पनि कुरा भइसकेको र यो हल्ला मात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए। सामाजिक सञ्जालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन्। त्यहाँ पनि एनसेलले यो हल्ला मात्र भएको जवाफ फर्काएको छ। रातो नम्बरबाट आएको फोन उठाएर मरिने हल्ला छ, के हो त यो? केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ। कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहकवर्गहरूमा अनुरोध छ। धादिङको प्रहरीलाई यस विषयमा जानकारी नै छैन। गाउँ गाउँमा समेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ। त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डीएसपी दिपेन्द्र पन्जियारलाई सम्पर्क गर्यौं। उनले त हल्ला समेत सुनेका रहेनछन्। मैले त हल्ला पनि सुनेको छैन उनले भने। धादिङ प्रहरीकै सञ्चार शाखामा भने यो हल्ला पुगेको रहेछ। सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, हल्ला त मैले पनि सुनेकै हो, मकवानपुरतिर रे भन्ने फेसबुकमा लेखेको देखेको थिएँ, तर हामी कहाँ त्यस्तो कुनै जानकारी आएको छैन। मकवानपुर प्रहरीलाई पनि जानकारी नै छैन। मकवानपुर प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्ला समेत आफूले नसुनेको बताइन्। मैले त हल्ला पनि सुनेकै छैन, त्यस्तो कुनै उजुरी पनि आएको छैन उनले भनिन्। आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारी समेत प्रहरीकोमा आउँछ। साना साना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ। प्राकृतिक ढङ्गको स्वाभाविक मृत्यु बाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाह संस्कार समेत हुँदैन। पोस्टमार्टम अघि प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाउनुपर्छ। अब तपाईँ आफै भन्नुहोस्, सम्बन्धित जिल्ला स्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त? आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाह संस्कार कसैले गर्ला? पक्कै पनि गर्दैन। माथिका तमाम जानकारीहरूबाट पनि निष्कर्ष निकाल्न सकिन्छ यो हल्ला मात्र हो। हल्लाको पछाडि नलागौं। बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशटहरू, ती सबै फोटोसपबाट बनाइएको हुन सक्छ। यो खबर हामीले साझापोस्ट.com बाट साभार गरेका हौं।